आजको जिज्ञासा कौतूहल त यहाँलाई मेटाउन खोजिरहेको छु, मैले पनि मेट्न खोजिरहेको छु। आजको कौतूहलता जिज्ञासा भनेको धोबी खोला, नेपालको प्रमुख स्थानबाट बग्ने यस्तो महत्त्वपूर्ण स्थान। यता बबरमहल, उतापट्टि नयाँ बानेश्वर, यो धोबी खोलाको पुल हो र धोबी खोला देख्न सकिन्छ। यस्तो महत्त्वपूर्ण स्थानबाट बग्ने यो धोबी खोलाको उद्गम स्थल कता होला, कहाँ होला भन्ने जिज्ञासा कौतूहलता मेटाउनको लागि स्थलगत भ्रमण गरेर धोबी खोलाको उद्गम स्थल धोबी ढुङ्गा हामी भ्रमण गर्न अवलोकन गर्न जाँदैछौँ। र तपाईँ देख्न सक्छौँ धोबी खोलाको उद्गम स्थल धोबी ढुङ्गा रहेको स्थानमा हामी जाँदैछौँ है त। म यसरी जाँदैछु, तपाईँ देख्न सक्छ म धोबी खोला उद्गम स्थलतर्फ म जाँदैछु र यो धोबी खोलाको उद्गम स्थल धोबी ढुङ्गातर्फ हामी जान्छौँ है त साथीहरू। आजको जिज्ञासा कौतूहलता मेटाउने आजको प्रमुख स्थान यसरी बग्ने धोबी खोलाको उद्गम स्थलतर्फ हामी जाँदैछौँ। यो स्थान बुढालिङ्कण्ठ वडा नम्बर 1 स्थानमा हामी आइपुगेका छौँ। तपाईँ हामी धोबी खोलाको मुहान शिर उद्गम स्थल जाने क्रममा हामी यो स्थानमा आइपुगेका छौँ। यो बुढालिङ्कण्ठ वडा नम्बर 1 धोबी खोला हो भन्न चाहन्छु। धोबी ढुङ्गा हामी जाँदैछौँ। यो बजार बस्तीदेखि मास्तिर रहेको जङ्गल चेप कोप्चामा रहेको छ धोबी ढुङ्गा। हामी जाँदैछौँ है त। बाटो अलिकति सजिलो बाटो पनि छ भनिएको छ, तर म चाहिँ धोबी खोलाको उद्गम स्थल हेर्ने अवलोकन गर्ने उद्देश्यले गर्दाखेरि म खोलै खोला जानेछु है त। खोज्दै खोज्दै हामी जाँदैछौँ ल धोबी खोलाको धोबी ढुङ्गा। ए माथि ट्याङ्की बनेको हजुर, ए मास्तिर ट्याङ्की बनिरहेको रहेछ। हामी यता जान्छौँ धोबी खोलाको धोबी ढुङ्गा। धोबी खोलाको उद्गम स्थल खोज्दै हामी अगाडि बढिरहेछौँ। ल हेर्नुहोस्, यस्तो डाँडा खोजमा रहेछ। यो घरको बाटो भएर म जान्छु। खोज्दै खोज्दै तलबाट आएँ। अब नजिकै छ भनिएको छ। ल कुकुर भुक्दैछ, पर भाग। कुकुरसँग चाहिँ भाग्नु हुँदैन, जति भागौ उति खेद्छ। ल ल ल ल ल ल उता बाबु ज्ञानी ज्ञानी हुनु ज्ञानी हुनु ज्ञानी हुनु। कहाँ भुक्ने मलाई? भाग 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 मलाई भाग। ल जाऊ साथीहरू। यात्रा कठिन रह्यो, तपाईँ हामी देख्न सक्छ। यस्तो भिरै भिर उकालो जानुपर्ने रहेछ। ल तपाईँ हामी देख्न सक्छ म यसरी उकालो लागिरहेको छु। सुन्दर प्रकृतिमय सुन्दर दृश्यहरू अवलोकन गर्दै यस्तो भिरको गोरेटो बाटो पनि हराइसकेको छ। तपाईँ हामी देख्न सक्छ। हेर्नुहोस् त यसरी बाटो पनि हराइसकेको छ। गर्मी छ, असाध्यै घाम लागिरहेको। एकछिन भए पनि यो गर्मीको शीतल ताप्नुको लागि चाहिँ क्याप टोपी यसरी लगाउँ। ल क्याप टोपी लगाएँ। म यसरी यो झोर घारी भएर जाँदैछु। ल हेर्नुहोस् ऐसेलु घारी रहेछ। यस्तो बाटो हराइसकेको छ। यस्तो झोरबाट दुलोबाट छिरेर जानुपर्ने रहेछ है। तपाईँ पनि देख्न सक्छौँ फेरि। ल हेर्नुहोस् ऐसेलु टन्न पाएको। ल तपाईँ पनि देख्न सक्छौँ ऐसेलु खानु पनि मिल्दो रहेछ। ल ऐसेलु टिपेर खाएँ, मिठो छ ऐसेलु। ओहो ऐसेलु। ल यसरी ऐसेलु पाकेको खानु मिल्दो रहेछ। ल है साथीहरू ऐसेलु। अर्को बाटो छ कि म हेर्छु। यता घुमेर म तलबाट आएको, म यताबाट फन्को मारेँ। यो अलिकति त्यहाँनिर गाडा गाडी रहेछ, म यता लागेँ है। यसरी गएँ। यताबाट अलिकति भिरको बाटो छ खतरा। ल यसरी म अगाडि बढ्छु। र यताबाट चाहिँ ऐसेलु घारी काँडाले खतरा भयो। म यताबाट आएँ। अब म फेरि यता एक फन्को लाउँछु। ल गोरेटो बाटो भेट्टाएँ। हेर्नुहोस् त यस्तो छ। अब म यताबाट आउनुपर्ने गाह्रो भएर म उता घुमेर आएँ। म यसरी जाँदैछु साथीहरू। ल हेर्नुहोस् यस्तो बाटो भएर म गइरहेछु, अगाडि बढिरहेको छु है त। ल यस्तो छ साथीहरू। ल बडो मुस्किलले चाहिँ नि यात्रा गरिँदैछ। बाटो अप्ठ्यारो छ। झोर घारी हुँदै पन्छाउँदै झोरहरू अगाडि बढिरहेको छु। ल बाटो कता हो? यता पनि एउटा बाटो छ। यता हो कि उता हो अल्मलिने खतरा बढो त। ल यता पनि एउटा बाटो रहेछ। यता बाटो छैन हजुर? त्यो धोबी ढुङ्गा जाने बाटो। ए ल हजुर हस्।
ल यता रहेछ बाटो चाहिँ अप्ठ्यारो बाटो रहेछ हजुर ए हजुर यो नि हजुरको यो धोबी ढुङ्गा किन भनिएको हजुर यो धोबी त यहाँ धोबी बस्ती त छैन त ए पहिला बजारबाट चाहिँ यहाँ आउँथ्यो होला नुहाउनु लुगा धुनु अनि शीतल ताप्नु आउँथ्यो होला हजुर हजुर ल हस् धन्यवाद सबैले त्यसै भन्छन् सुनेको कुरा उनेको भने जस्तै हो साथी हो ल यस्तो बाटो छ यसरी बाटो जताततै यो गोरेटो बाटो छ अप्ठ्यारो छ बाटो सोध्दै खोज्दै म अगाडि बढिरहेछु ल यसरी म अगाडि बढी साथीहरू यसरी म जाँदैछु प्रत्यक्ष स्थलगत भ्रमण यसरी गर्दैछु तपाईँ पनि देख्न सक्छौँ ल यसरी हामी अप्ठ्यारो बाटोहरू खोजी गर्दै अटेरिका यस्तो छ उकालो थकान त्यस्तै महसुस हुन्छ तथापि थकान लाग्यो भन्न पाइँदैन भन्ने कुरै छैन ल तपाईँ पनि देख्न सक्छ यसरी म अगाडि बढेको छु ल यस्तो छ अटेरिका ओहो हो 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 बाटो यस्तो रहेछ यो उकालोमा त सास बढ्छ सास बढेपछि बोल्न पनि कठिन हुन्छ साथी हो ल यस्तो रहेछ ल हामी जान्छौँ मास्तिरै बाटो कता हो हामी खोजी गर्दै अगाडि जान्छौँ यता बाटो छ कि छैन हेरौँ यता बाटो छैन भने अर्को बाटो खोजी गरौँ न यता बाटो छ जस्तो छ ल बाटो अलिकति अप्ठ्यारो छ ओहो हो ल यस्तो रहेछ ल यहाँबाट यता बाटो छैन हजुर आइ त सक्यो अनि ए हजुर ए हजुर नमस्कार है ए हजुर यो धोबी ढुङ्गा किन भनिएको हजुर यो धोबी ढुङ्गा रहेछ नि यहाँ धोबी ढुङ्गा किन भनेको रहेछ हजुर ए खोइ पहिला अब इतिहासमा चाहिँ अब तलबाट चाहिँ काठमाडौँबाट अब धोबी आउँछ अरे लुगा धुन ए काठमाडौँबाट लुगा धुन यहाँ आउँथ्यो हजुर त्यही भएर धोबी ढुङ्गा अब हजुरको खोला त तलतिर पनि छ धुने ठाउँ किन यहाँ आएको होला हजुर त्यहाँ त एकदम राम्रो ठाउँ छ नि त फेरि एउटा सुन्दर बस्ती शीतल शीतल आनन्द होइन आनन्द अब उता काठमाडौँ मजाले देखियो ए भनेर भन्दाखेरि चाहिँ घुम्दै हजुर रमाइलो गर्दै त्यही त अब यहाँ पिकनिक जस्तो होइन दिन बिताउनको लागि यहाँ आयो लुगा धुयो गयो होइन हजुर ए त्यस्तो रहेछ होइन हजुर त्यसै भन्छन् त्यसै भन्छन् अब इतिहासमा पहिला बाजेहरूले बाउहरूले हजुर अब यो धोबी खोलाको शिर होइन त यो एकदम शिर हो त्यही भएर धोबी ढुङ्गा रहेछ अनि धोबी खोला भनिएको रहेछ होइन हजुर ल पक्का यो चाहिँ पत्ता लाग्यो बागमती नदीको उद्गम स्थल बागदर विष्णुमतीको उद्गम स्थल विष्णुद्वार उता छ अनि तपाईँको यो डाँडालाई चाहिँ के भन्छ यो डाँडा नारायण थान डाँडा अर्को डाँडा पनि भन्छ नि हजुर के डाँडा भन्छ नि अर्को नाम चन्तेश्वर नारायण रे अब ए हो अनि माथि तारकेश्वर वीर तारेभिरको ठ्याक्कै त पश्चिमबाट चाहिँ यो खोला बगेको छ होइन हजुर अब शिर चाहिँ भनौँ न धोबीढुङ्गा के धोबी खोलाको शिर हो बागमतीको शिर बागदर माथि हो माथि धेरै माथि छ धेरै माथि छ ए हजुर हजुर ल हजुर धन्यवाद हजुर धन्यवाद जानकारी दिनुभयो धेरै धेरै धन्यवाद यहाँलाई नमस्कार भन्न चाहन्छु है त नमस्कार ल हजुर यसो जानु पर्यो म सिधै के उकालो जानु यो यहाँबाट यस्तो जानु त्यो माथिल्लो बाटो यो माथिल्लो बाटो हो ल हजुर हस् हस् यो चाहिँ के रहेछ हजुर यो भग्ना बसेपछि यहाँ घर छ त एउटा घर हो नि त यो पहिला बस्थ्यो नि त ए पहिला घरै थियो अब यो जग्गा त यो जग्गा व्यक्तिको हजुर यो जग्गा व्यक्तिको हो व्यक्तिको जग्गा हो यो ए किन छोडेर गए हजुर यो अब पहिला यहीँको स्थानीयको हो यो हजुर हजुर यहाँ स्थानीय बेचेर चाहिँ अब बेचेर गइसके गइसक्यो अब कट्टो छ भनेर लिएर आउँथ्यो ए हजुर हस् हजुर हस् धन्यवाद यहाँ एउटा घर भेटियो भग्ना बसेस हेर्नुहोस् त यहाँ पहिला घर थिएछ उहाँहरूले बेचेर गइसक्नु भएको रहेछ यहाँ यसरी बुझियो तपाईँ पनि देख्न सक्छौँ गाउँघर यसरी रित्तिएको छ अहिले ल तपाईँ पनि देख्न सक्छौँ यसरी घरको भग्नावशेषहरू हामी देख्न सक्छौँ ल हामी तेर्सो जाने होला होइन हजुर अब
ल तेर्छै तेर्छ हामी ए धोबी ढुङ्गामा ठ्याक्कै भेट्छु हजुर ठ्याक्कै पुग्ने रहेछु ल तपाईँ हामी देख्न सक्छौँ उहाँले भन्नुभयो उहाँको निर्देशनअनुसार उहाँको सल्लाहअनुसार म यसरी जाँदैछु अगाडि धोबी ढुङ्गा मुख्य धोबी ढुङ्गा ढुङ्गाहरू थुप्रै रहेछ तर मुख्य ढुङ्गा चाहिँ यसरी पुग्न सकिन्छ ल बिस्तारो जाउँ बर्खामा साँपहरू निस्किने गर्छ साथी हो ल यसरी धोबी खोलाको उद्गम स्थल धोबी ढुङ्गातर्फ म लागिरहेको छु यो ऐतिहासिक प्राचीन पौराणिक तथ्य सत्यमा आधारित धोबी खोलाको धोबी ढुङ्गा धोबी खोलाको नाम किन रह्यो धोबी ढुङ्गा यसरी धोबीहरू आएर यस ठाउँमा नुहाउने लुगा धुने र घुम्न आउने हेर्नुहोस् त शीतल हेल्दी इन्भाइरोमेन्ट हावापानी त्यसैले यहाँ आएर केही बेर बसेर लुगा धुएर नुहाएर सुकाएर फर्किनु हुने ठाउँ रहेछ धोबी ढुङ्गा धोबी खोलाको उद्गम स्थल भनेर हामी चाहिँ प्रष्ट भन्न सक्छौँ है प्रष्ट भन्न सक्छौँ हेर्नुहोस् है हामी यसरी जान्छौँ बाटो एकदमै अप्ठ्यारो छ यो ऐतिहासिक राष्ट्रिय सम्पदा नै भन्नुपर्छ हामीले यस्तो किसिमको गौरवमय इतिहास बोकेको स्थान तपाईँ हामीले संरक्षण गर्नु सम्वर्धन गर्नु ठुलो कुरा हो र स्थानीय सरकार नेपाल सरकारले पनि यस्ता ऐतिहासिक पौराणिक पर्यटकीय क्षेत्रको सम्वर्धन संरक्षण गर्नु जरुरत छ भावी दिनमा संरक्षण सम्वर्धन होला भन्ने आशा राख्दै यहाँहरूको ध्यान आकर्षण होस् सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्दै म अगाडि बढिरहेको छु ल दर्शकबिन साथीहरू यस्तो बाटो रहेछ बाटो पनि किन नबनाएको भन्ने अर्थ लाग्छ अब यस्तो बाटो छ झोरहरू फाँड्दै जानुपर्ने हुन्छ ल म यसरी जाँदैछु साथीहरू म यसरी जान्छु ल अब यस्तो अँधेरो छ यो अँधेरोको बाटो भिडियो पनि अलिकति क्लियर नआउला साथीहरू ल म यसरी जान्छु है त यस्तो छ ठाउँ ल यस्तो छ बाटो एकदम अप्ठ्यारो छ फेरि भिड छ लडियो भने तल झरिएला ल साथीहरू धोबी खोलाको शिर उद्गम स्थलमा पानी ल मुहान यसरी देख्न सकिन्छ है पानी सलल बगेको छ ल तपाईँ देख्न सक्छ यसरी पानी बगेको तपाईँलाई मुहान देखाउँछु ल यस्तो छ तपाईँ देख्न सक्छ यो धोबी ढुङ्गामा रहेको यो मुहान तपाईँ देख्न सक्छ सँगै रहेको यस्तो किसिमको ढुङ्गा छ धोबी खोलाको ढुङ्गा ल यस्तो किसिमको ढुङ्गा हामी देख्न सक्छौँ विशाल ढुङ्गा रहेछ हेर्नुहोस् ल तपाईँ देख्न सक्छ यो ढुङ्गा तलतिर गयो भने लडिन्छ पुरै ढुङ्गा ल तपाईँ देख्न सक्छ ल हेर्नुहोस् म यसरी देखाएँ ल तपाईँ देख्न सक्छ यो झोर रहेछ झोर फाड्दै म देखाउँछु है तपाईँ हामी देख्न सक्छौँ कसरी फैलिएको छ भन्ने कुरो ओहो यो धोबी ढुङ्गा हेर्नुहोस् त यहाँबाट तल सुल्केर झऱ्यो भने तल भिरमा झरिन्छ खोलामा ठ्याक्कै रहेछ ल हेर्नुहोस् यस्तो रहेछ ल तपाईँ हामी देख्न सक्छौँ धोबी ढुङ्गा यसरी फैलिएको छ यस्तो ठुलो ढुङ्गा छ तपाईँ हामी देख्न सक्छ एउटै ढुङ्गा तपाईँ हामी देख्न सक्छ यसरी ठुलो ढुङ्गा छ तलतिर गयो भने रिङ्गाटा चल्छ अब म यसरी लागेँ मासतिर ढुङ्गा एउटै ढुङ्गा ल्याउनुहोस् यस्तो ढुङ्गा विशाल ढुङ्गा देख्न सक्छौँ यो धोबी खोलाको उद्गम स्थल धोबी ढुङ्गा ल यहाँबाट चाहिँ पानी उत्पत्ति भएको रहेछ धोबी खोलाको उत्पत्ति भएको ठाउँ धोबी खोलाको उद्गम स्थल ल तपाईँ हामी देख्न सक्छौँ ल तपाईँ हामी यसरी भन्न सक्छौँ देख्न सक्छौँ यो कथा होइन वास्तविक कुरा हो यथार्थ कुरा वास्तविक कुरा देखाउँदै ढुङ्गाहरू त थुप्रै छन् तपाईँ देख्न सक्छौँ मासतिर तर ठुलो विशाल ढुङ्गा यहाँ छ यसरी धोबीहरू आउने गर्थे पूर्वकालमा यो नुहाउने घुम्न आउने ठाउँ लुगा धुने ठाउँ रहेछ यो एरिया टन्नै हेर्नुहोस् त खुल्ला ठाउँ रहेछ बिचमा वरिपरि जङ्गल बिचमा ढुङ्गै ढुङ्गा लुगा सुकाउन नुहाउन
घुम्न बस्नलाई चाहिँ आनन्ददायक ठाउँ रहेछ। त्यसैले गर्दाखेरि पूर्वकालमा पुर्खाहरूले चाहिँ रोजेको ठाउँ, मन पराएको ठाउँ, यो ऐतिहासिक पौराणिक पर्यटकीय स्थलको रूपमा हामीले संरक्षण सम्वर्धन गर्न सकिन्छ र आय आर्जन गर्ने एउटा थलो पनि बन्न सक्छ र सम्बन्धित निकायको ध्यान आकर्षण यसमा होस् भन्न चाहन्छु। र यहाँलाई भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। नयाँ साथीहरूले सब्सक्राइब गरी मैसँग जोडिनु होला र अहिलेसम्म अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहुने सम्पूर्ण साथीभाइहरूलाई धन्यवाद छ। यहाँहरूको जय होस्, सबैको भलो होस्। हस् त, बाई बाई, नमस्कार।